Hello everyone, welcome back to my YouTube channel. So फेरि पनि तपाईहरुको माझ हैन आज चाहिँ नयाँ छोटो भ्लग लिएर आइसकेको छु। भिडियोले अन्त्यसम्म हेरिदिनु होला हैन। अल्छी लाग्यो त्यही भएर पसल जाने गरेको एन्ड पसल जाने गरेको भ्लग यस्तो बनाइदिउँ न त भनेर के। अनि कहाँ हुन्छ हेर्नु मैले हैन पर पनि गइन्छ होला हैन। केटाहरु बल खेलिरहेको ठाउँमा सो केटाहरुले भलिबल खेल्छ एन्ड त्यहाँ पनि जान्छु म। चट्ट अगाडि यसो कम्पनी हो हैन। भिडियो हो मेरो च्यानललाई सब्स्क्राइब पनि हालिदिनु पर्यो के। कस्तो के अब लामो कस्तो गिटी लाग्छ उ किन हो यस्तो के किन हो यस्तो के म्यान सौर गर्नु पर्यो नि त लाग्छ घरिघरि त। मौसम कस्तो शीतल छ है। अघि चाहिँ कस्तो घाम लागिरहेको थियो अनि त्यसपछि फेरि पानी पर्न खोजिरहेको थियो। अहिले चाहिँ फेरि मधुरो घाम के शीतल हावा चलिरहेछ र म चाहिँ अलिकति फ्रेस भएर नुहाएर चट्ट निस्किदिएको हैन। हेरौँ अनि यो कम्पनी चाहिँ हामीले काम गर्ने ठाउँ है यो। अनि यो चाहिँ नयाँ बनायो हो हरुवे मासतिर अनि उपर ठुलो छ के। अनि यो चाहिँ हाम्रो साइट। म चाहिँ उता पर बस्छु है म्यान। बसाइदियो नि त हो गाडीले भ्याच वाङ पारेर अनि ल फेरि कपाल उडाउनु थाल्यो। कस्तो भन्यो नि खुस्रो बनाइदिइहाल्छ कि। यताबाट छिर्दिएको गल्लीपट्टिबाट होइन उ यहाँबाट सट्ट माथि जाने हो। सो अनि त्यसो गएपछि पसल आउँछ होइन। पसलभित्र छिर्दिएको के अब चाहिँ होइन मैले चाहिने चिज चाहिँ के छ कि यहाँनिर। यता साइडमा त केही पनि छैन। यता त केही पनि छैन के। अब यस्तो पनि पाइन्छ है यहाँनिर फेरि मलेसियामा। कहाँदेखि आउँछ होला भनेर अचम्म लाग्छ होला फेरि। यसको प्रोडक्ट चाहिँ नि हो है यिनीहरूको बन्नु चाहिँ। मैले यहाँ के लाने हो त्यही बिर्सिसकेँ कि। रेड बुल खाइदिनु पर्यो आज। त्यहाँदेखि रेड बुल खाइदिनु न त। अब चाहिँ होइन फर्किसकेको है म चाहिँ होइन। पसलदेखि चाहिँ फर्केको मैले चाहिँ यति नै मात्रै ल्याएँ सामान चाहिँ होइन। एउटा रेड बुल पनि लिएर आएछु। रेड बुल म रेड बुल चाहिँ खान्न खासमा चाहिँ होइन। कहिले खान्थिनँ कि नेपालमा हुँदा पनि खान्थिनँ मन पर्दैन कि। रेड बुलहरू स्प्राइट यो युसुहरू चाहिँ म चाहिँ मन पर्दैन क्या पहिले पनि। पानीहरू खान्थेँ तर यहाँ आएपछि चाहिँ बानी भयो। कसरी बानी भयो भने फुटबल खेलिन्थ्यो केटाहरूसँग चट्ट बाजी खेल्यो होइन। अनि त्यही हो 5-10 रुपियाँ बाजी खेल्नु अनि जितेपछि केटाहरूले जित्यो कहिले यता जित्ने कहिले उता जित्ने होइन। पैसा त आफ्नै हो नि केटाहरूसँग। अनि त्यही पैसाले चिसो ल्याउने अनि खाने गर्दा गर्दै चट्ट होइन। अरू बेला चाहिँ देखेर म चट्ट यहाँभित्र हुन्थेँ यस्तो तातो होइन। मासाले यस्तो तातो हुन्छ होइन। आमामा पसिना आएर है केटाहरू देखेर भित्र मस्ती हानेर छ पुरा तातोमा। यस्तो गर्मी हुन्छ कि चट्ट। अब चाहिँ होइन रुम पुग्नु आँटेको र रुम पुगिसकेपछि फेरि म जान्छु फेरि एकछिनबाट के भन्छ उता भलिबल खेलिरहेछ नि त केटाहरू। खेलिरहेछ होइन खेलिरहेको हुन्छ होइन। अनि त्यहाँ गएर एकछिन हेर्छु। म पनि भलिबल खेल्नु चाहिँ आउँछ नि फेरि तर खेल्दिनँ क्या। अब अलिक भर्खरै नआएको अब फेरि होइन र पनि खेल्दिनँ क्या। म यहाँनिर चाहिँ पहिले उता हुँदाखेरि चाहिँ घरमा चाहिँ खेलेको हो होइन। तर यहाँ आएर चाहिँ खेलेको छैन। यसो खेलेको चाहिँ हेर्छु बरु मजा हुन्छ केटाहरू खेलेको। आम्मामा धुलो बङ्ग मेरो चाहिँ छुट्टी आज बल्लले आउँछ एक दिनमा छुट्टी। त्यो पनि लित्तै गइसक्यो छुट्टी पनि। कति बज्यो 5 बजिसक्यो होइन। घामले हेरिदिइरहेछ मलाई पुरा निधारमा ठोकिदिइरहेछ मलाई घामले होइन। रफ पनि हिँडिदिइरहेछु म पनि नटेरी। यो मेरो चप्पलको साउन्ड चाहिँ अलिक धेरै नै आउँछ जस्तो लाग्छ क्या। म यसो विचार गर्छु चट्ट होइन सब्सक्राइब हानिदिनु पर्यो र एउटा घन्टी जस्तै हुन्छ अत्र डल्लो होइन परतिर त्यसलाई पनि ल्याङ्ग थिचेर अलि हुन्छ अलमै क्लिक गर्नुभयो भने चाहिँ सो मेरो भिडियो तपाईँहरूको के भन्छ युट्युब स्क्रिनमा अन हुन्छ है।
जतिवटा भिडियो हाल्छु नि म अपलोड गर्छु नि ब्लगहरू त्यो सब तपाईँहरूको च्यानलमा तपाईँहरूको स्क्रिनमा युट्युब स्क्रिनमा होइन अन हुन्छ आउँछ भनौँ न के हो म त केही भन्नु पनि आउँदैन होइन त्यो कुराहरू तपाईँहरूलाई पनि थाहा छ होइन तपाईँहरूले लागि नगरिदिएको मात्रै हो त एपेको हो के होइन त्यो त सबैले थाहा भइहाल्छ नि होइन मैले भनिराख्नु त नपर्ने हो र पनि भन्देखि मैले म्यान कस्तो क्या म फेरि ल्याङलुङ ल्याङलुङ बोलिदिन्छु नि त म फेरि मान्छेको एकैछिन उठाइदिन्छु नि त म फेरि यस्तो छुट्टा छु होइन बोल्नु धेरै आउँदैन तर म्या साला बोलिसकेपछि फेरि हरामी मान्छे नै खाइदिएर जस्तै भनिदिन्छु नि त म फेरि है म्या नगर्नु होला यो कुराले चाहिँ सो होइन त्यही हो होइन सपोर्ट गर्नु होला सो गाइज अब चाहिँ होइन निस्केको है म चाहिँ के भन्छु भलिबल खेलेको ठाउँमा जानु होइन जानुको लागि निस्केको हेरौँ त्यहाँ पुगेपछि कस्तो हुन्छ होइन चट्ट कस्तो मात्रै रहिरहेछ होला होइन मेरो फेसहरू चाहिँ ह्यान्डसम भए पो राम्रो आउँछ त म्याचिस यतादेखि चाहिँ राम्रो आउँछ बुझिहाल्यो भनौँ न होइन जस्तो भए पनि रणमती लामो ह्यान्डसम अगाडि त यस्तो बबाल देखिरहेछ हो मेरो मोबाइलको क्यामेरा पनि बबाल छ कि के हो यार गाई चाहिँ हट सर्टै हान्दैन यिनीहरूले नत्र त खुट्टाले यस्तो उफ्रेर हान्छ होइन यहाँ फेरि यता क्रिकेट कहाँ पुऱ्यायो बल ल्यायो जङ्गलै कराएको क्या हो दा यता आउनुभएको चट्ट यहाँ चाहिँ क्रिकेट खेलिरहेछ त्यहाँ पछाडि खुट्टाले होइन त्यहाँ अगाडि हाम्रो केटाहरू भलिबल खेलिरहेछ होइन रमाइलो आज चाहिँ रमाइलो भइरहेछ है मान्छे पनि टन्नै होइन पहिले क्रिकेट हेरौँ न त मलाई क्रिकेटको चाहिँ केही थाहा छैन आइडिया ल मार्यो मार्यो मुला हिर्काउनु पर्ने बलहरू त्यसो गर्छ कहाँबाट पोइन्ट ल्याउँछ त अनि अब त यिनीहरू हार्छ मैले जो खाना पाइसकेँ बीच में फेंक दे बीच में पर हेर न पर डरो हान्नु यार हेलो एभ्रिवान कस्तो लाग्यो आजको भिडियो होइन अन्तिमसम्म हेरिदिनु होला र मन नपरे भने सपोर्ट गरिदिनु होला होइन त्यही हो मेरो च्यानललाई सब्सक्राइब हानिदिनु होइन अरू त के भन्नु र म के भन्नु त आउनु त्यस्तो गफारी नै छैन म अनि गफ ठोक्नुको लागि होइन त्यही हो हल्का रमाइलो गरियो आज होइन हेरियो घुम्यो घुम त के घुम्यो भन्नु फुटबल हेरियो बङ्गालीहरूको नेपालीहरूको भलिबल हेरियो म्यानमारहरूको त्यो खुट्टाले खेल्ने हेरियो होइन हल्का फ्रेस भइयो होइन त्यो आजको चाहिँ यति नै है।